त्यसरी खिच्नु अनि टिभीमा ठुलो आउँछ यसरी खिच्यो भने सानो पैसा तीनचोटि खानु खानै पर्छ होइन पप्पै मुखमै हाल्नु फेलायो हो पप्पै हाल्ने हो क्या दिदीलाई यति राख्ने हो क्या सबै पप्पै हाल्ने punya nyoba dalam mana ngai bisa bela yaru khatu ya ngai to to des sojan solo khanan apa ngai tika la दिन यहाँ बिहान हेर्नुलाई नर्मल यहाँ चाङ्दामा अर्को खालाई त पुगेको बाहिर नीलो कलरको पट्टामा छ एउटै त्यो चस्मा खोलेर अहिले होइन मैले ल्याउनै बिर्सेको Tangan bilang dia nak macam. Kau baca tidak dia? Gaya poke poa nak lah, anor jam. Bura. Kalau bici mana? Sial mau nar besar sekali ya. Kayaknya balong apa itu loh? Pergi aku nak. Ustuk kan sangat nak. Mana pun heran ni tu ya. Meja goblok tu ini baru sabari mil jamu tu ruijol bola ruite me mil jamu tu mil jamu. Konde sonde ni semua tu ini tu tu biji ke atau tu ni ni lah tu ni. Tu tu biji 18 sabari. Tamu umur be karena 60 कर बुद्धि दे 13 से पागु 9 से तेमन लाल दे ने हिम निबरी दे ने 18 बड़ी रुइजोल बोल रुइते में पहले गर्ने के समझ ये पुते चाङ Tangan pori tu. Dah yang ni pori. 18 Pori tu माइत पक्षलाई बुझाउनु पर्ने कुराहरू आज बुझाउँदै हुनुहुन्छ बुझाइसक्नु भएको छ अबको अब चाहिँ तपाईँले सबै चलाउन पाए एउटा चाहिँ फेरि आजबाट त जिम्मा लाउनु भएको छ जे गर्दा नि भयो भनेर भोलि अङ्गभङ्ग होला है त्यो चाहिँ गर्नु पाउनु भएन अहिले त्यस्तो अवस्थामा पुग्यो भने माइत पक्षले कानुनी कारवाही पनि अगाडि बढ्न सक्छ धेरै नहोस् त्यो भन्दा नि अन्तिममा जाँदा हाम्रो छोरी चेली केही हुँदा चाहिँ माइत पक्ष त्यहाँ नपुगेसम्म घर पक्षले केही गर्न नपाउने हाम्रो कानुन संस्कारको भीम थिम अथवा चलन चल्ती त्यो छ त्यो चाहिँ जहिले गर्न पाउने होइन आजबाट चाहिँ हाम्रो बाबु वाइबाले देवी मायालाई वाइबा भन्ने चाहिँ हाम्रो ज्वाइँ केदार
केदार माकालाई बुझायो भनेर ल आजदेखि मेरो दिदीमा तपाईँलाई जिम्मा दिएँ हिजोसम्म मेरो थियो अब तपाईँको भयो आजदेखि अब तपाईँको कुलमा लगेर राख्नु हिजोसम्म दिदी मेरो कुलमा घरमा हुनुहुन्थ्यो आजदेखि अब तपाईँले उता लगेर तपाईँको कुलमा थन्काउनु हजुरको कामहरू सबै पुरा होस् अब अस्ति अब दिदी मेरो कुलमा भएर हजुरको कामहरू केही मिलेको छैन अब अहिले चाहिँ अब हजुरको कुलमा लगेर अब दिदीले अहिलेसम्म उसले खुट्टा भाँचेको छैन हात भाँचेको छैन अब उसले सक्छ राम्रो नै हामीले गरेर राखेको छौँ होइन अब राम्रो गर्नु अब कहिलेकै घर झगडा हुन्छ त्यसमा अब के दुःख नमान्नु मिल्नु बस्नु मेरो यही हो केटा हेर्नु है रुईले खोज भन्दा कि रुई भने चाहिँ आस्तो धातु त्यो चाहिँ हराउनु मिलेन किनकि त्यो गराउँदा चाहिँ माइत पक्षको एकजना नउगेसम्म मानौ तपाईँकै सालो त हुन सक्ला नसक्ला सालोको कुनै पनि वाइफा परिवारका एकजना त्यहाँ नउगेसम्म तपाईँले अझ राम्रो छ राम्रो हुनुपर्छ आज त शुभ कार्यमा त्यो कुरा नहुने हो तर गर्दै जाँदा त्यो हुनुपर्छ त्यही इम्पोर्टेन्ट पनि हो नि त एन्ड अफ द लाइफ त भोलि केही पनि हुनसक्ला त्यतिखेर चाहिँ अरूको त पर्खेको देखाएको छैन माइत पक्ष नपुरिकन पनि दाह संस्कार गर्न सकियो हाम्रो तामाङ परिवार अनुसार तामाङ संस्कार अनुसार चाहिँ लास पर्यो अथवा त्यस्तो अवस्थामा चाहिँ माइत त्यहाँ नपुगेसम्म चाहिँ छोरी चेलीको लास चाहिँ तलमाथि गर्न पाउनुहुन्न अरू तपाईँहरू हुन्छ भन्नु न सिप हुन्छ चलाउन पाइयो रूप चलाउन पाइयो हरेक सबै मिल्यो लास्टमा त्यो एउटा चाहिँ भन्दै आज हाम्रो यो बाबुभाइ चाहिँ ज्वाइँलाई सगुन सुम्पिँदै हाम्रो चेली सगुन होइन चेली नै सुम्पेको सम्झेर आजबाट चाहिँ चेलीको हामीले भन्नै पर्दा तामाङ भाषाबाट भन्नुपर्दा मासु भने के खोरे भन्छन् हाम्रो त्यसमा रगत भयो बाल्टिन हालेर हामीले जे खानु पर्ने थियो खायौँ चेलीको नाममा जे माग्नु पर्ने माग्यौँ जहिले नै बुझाउनु भयो हामीले खायौँ चेलीको नाममा अब यतै कुराले अघि भने जस्तै मानौ न हाम्रो तपाईँले मात्रै होइन हाम्रो चेली देवी भोलि तपाईँले ज्वाइँभन्दा राम्रो मान्छे भेट्नु होला देख्नु होला यो नेहार जहाँ छ चाहिँदैन मलाई भनेर त्यसको पछि लाग्यो भोलि गएर ज्वाइँलाई धोका दिन मिल्दैन ए मेरो त माइत पक्ष बसेर यसलाई त यस्तो यस्तो गरेको छ मैले जे गर्दा नि हुन्छ त्यो नसक्छु किनकि दिगो होस् राम्रो होस् भोलि गएर ज्वाइँभन्दा राम्रो मान्छे देखेला भेटेला छोड्दे त्यो चाहिँ सोच्न पनि भयो मनमा सोच्नु यो कसम हो कसम खाने हो यति बेला देख्दा यो सगुन सामान्य देखिन्छ हाम्रो रिमझिम अनुसार चाहिँ यो कसम खाएको ज्वाइँले नि भोलि गएर हाम्रो चेलीभन्दा राम्रो धनाते केही भेट्नु होला यो पो राम्रो छ यो कहाँको त्यो भोटिनी यतै राम्रो छ त्यो सोच्यो भने ज्वाइँलाई नि महापाप लाग्छ ज्वाइँले झुम्बन बस्छ भोलि यस्तो अवस्था आउँदैन माइत पक्ष गएर तपाईँलाई कारवाही गर्ने अवस्था नहोस् तपाईँहरूको जिन्दगी शुभ होस् राम्रो होस् आज हाम्रो यो देवी माया भन्ने तपाईँको शुभ नाम केदार देवी माया वाइवा भन्ने केदार माका भन्नेलाई हामीले जिम्मा लाउँदैछौँ भोलि गएर नराम्रो नहोस् भोलि गएर हाम्रो बिचमा
फाल्नाले यस्तो गरेर हाम्रो चेलीलाई यस्तो धोका दिएर भन्ने हामीले कानमा नसुनोस्। हुन त देवी माया हाम्रो चेली हो, चेलीले पनि मेरो घरमा यस्तो हो उस्तो हो भनेर त्यस्तो कुरा ल्याउनु नपरोस्, राम्रो होस्, शुभ होस्। हामीले आज जुन शुभ कार्य गर्दै आज यस्तो हामीले मात्रै होइन, यहाँ त 4 पञ्च बस्नु भएको छ, 4 भगवान् हुनुहुन्छ। अनि अघि भनेर जस्तै खोलाको भने माछाले सुनेको छ, वनको भने मृग हरिणहरूले सुनेको छ, साँची छ, मयूर साँची छ। अनि पूर्व पश्चिम दक्षिण उत्तरको भने हाम्रो 4 पञ्च भनौँ भलात्मीहरू गान्बाहरू हुनुहुन्छ, उहाँहरूले सुन्नु भएको छ, उहाँहरू साँच्ची हुनुहुन्छ। अब यो ठाउँको भने सिनी भूमिहरूले सुन्नु भएको छ। यो चाहिँ हाम्रो एकदम दिगो हुनुपर्छ। भोलि गएर यो छिमेकको होइन, आज भयो भोलि केही न केही होइन, जिन्दगीभर चल्नुपर्छ। यो हाम्रो शुभ कार्य, शुभ दिन हाम्रो जिन्दगीभर चल्नुपर्छ। यस्तो 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 हाम्रो कार्य गरेर मानव न सिमी भूमिहरू साँची राखेर हामीले यो सगुनहरू राखेका छौँ, त्यतिकै राखेका होइन। सगुन सिमी भूमिहरूले सेर्ग्याम गरेर हामीले गरेका छौँ। यो चाहिँ हाम्रो भोलि गएर व्यर्थको नहोस्। भोलि गएर यता माइत पक्ष आएर उता घर पक्षलाई कारवाही गर्नुपर्ने, घर पक्ष आएर माइत पक्षलाई कारवाही गर्नुपर्ने, त्यस्तो चाहिँ हाम्रो सुन्न नपरोस्। भोलि गएर देवी हाम्रो चेली हो, चेलीले मलाई त उता ज्वाइँले यस्तो दोष लाउनु भयो, उस्तो दोष लाउनु भयो, त्यो पनि हामीले सुन्नु नपरोस्। भोलि गएर तपाईँहरूको चेली यस्तो उस्तो मलाई यस्तो भएको यस्तो लाग्यो, अनि त्यो सुन्नु नपरोस्। अहिले जे जस्तो छ राम्रो छ, चलिरहेको भएको छ, त्यस्तै जिन्दगीभर नै चलोस्। हाम्रो शुभ आशीर्वाद हो। हामीले नराम्रो सोचहरू, नराम्रो कुराहरू गरिदिनु नपरोस्। त्यही भन्दै अब हामीले आजबाट हाम्रो यो माइत पक्षबाट बाबु वाइबा अथवा वाइबा परिवारबाट चाहिँ तपाईँहरूको कुरो पनि चलाउँछ। माइत वाइबा पक्षको नभएर आजबाट चाहिँ हाम्रो नेयर भए पनि माघका नाम केदारनाथ उहाँको कुलसँग चाहिँ मेल खाओस्। आजबाट चाहिँ हामी आजबाट वाइपाको कुलमा होइन कि उता मेयरहरूको हाम्रो चलन चल्ती अनुसार उहाँको कुलमा नै चलोस्। हामीले त्यसरी नै जिम्मा लाउँदैछ। जिम्मा आज हामीले जसरी नै यो साँची हामी यतिका 4 पञ्च साँची छौँ। अघि भने जस्तै खोलाको भने माछाले सुनिसक्यो, वनको भने मृगले सुनिसक्यो, मयूरहरूले सुनिसकेका छन्। अब हाम्रो पूर्व पश्चिम दक्षिण उत्तर बस्नु भने सिनो बिमाहरू सबैले सुनिसक्नु भएको छ, साँची उहाँहरू हुनुहुन्छ। यस्तो साँची राखेर हामीले कसम खाएर चाहिँ हाम्रो जुन घरबार अथवा जुन व्यवहारी छिन्या छौँ त्यो चाहिँ हाम्रो अन्यम उसको अवस्था पुगेर अन्यम नभइकन तपाईँले चाहिँ नि तपाईँको बुढी भनेर चाहिँ नि मेरो बुढी गइहाल्यो भनेर चाहिँ नि लानु पाउँदैन। यसै भनौँ न झाडु साडुमा लानु पाउँदैन। अब के भन्दा चाहिँ मयौँ नआइकन मयौँ ऊ नभए पनि यसको एउटा मयौँ नआइकन उसको चाहिँ छोरी पाउँदैन। कसम खानु हाम्रो एउटा सगुन समाएको नै कसम खाएको बराबर हो। कसम खानु भन्नु बढी हो, किनकि मानौ न हाम्रो भन्नै पर्दा भन्न नहुने कुरा हो। यो त भन्नै पर्छ। जाति हिसाबले हामी तामाङ पऱ्यौँ, ज्वाइँ नेयर हुनुहुन्छ। भोलि गएर यो तामाङको चेली हो, यसलाई हाम्रो जातभातमा मिल्दैन, यो हाम्रो कुलमा चल्दैन। भोलि गएर त्यो चाहिँ भन्न पाउनुहुन्न ज्वाइँले। भोलि गएर अब हेला होला, भोलि ज्वाइँलाई नेयर नै पाउनु होला। यसो तामाङनीलाई चाहिँ हेला गर्नु होला। म यहाँ रेकर्ड गरिरहेको छु, त्यही भएर त्यो चाहिँ पाउनुहुन्न। यो त कसम खानु भएको चाहिँ
त्यतिकै पाउनुहुन्न नि अर्काको चेली हामीले जिम्मा लाउँदा सजिलो तरिकाले जिम्मा लाउन पाउँदैन भोलि गाह्रो नहोस् हाम्रो तामाङ संस्कार अनुसार चाहिँ मैले अघि भने जस्तै अहिले त हाम्रो एउटा राम्रो कार्य हो शुभ कार्य हुँदैछ हुनुपर्छ भोलि गएर जन्म लिएपछि जानुपर्छ भने सबैले थाहा छ त्यो अवस्थामा पुग्दा चाहिँ हाम्रो तामाङ संस्कार अनुसार माइतवाला त्यो ठाउँमा नपुगेसम्म लासै होस् त्यो लासलाई चाहिँ केही गर्न पाउँदैन भोलि गएर त्यो लास माइत पक्षले गएर खोजतलास गर्न पाउँछन् हाम्रो चाहिँ त्यो छ तामाङ संस्कारमा अरू संस्कारमा त्यो देखिएन किनकि छोरीचेली बिग्रेपछि सकियो हाम्रो तामाङ संस्कारमा चाहिँ यो हाम्रो थर चाहिँ हराउँदैन अहिले नि तपाईँ अहिले भर्खरै योभन्दा पहिला नै नागरिकता बनाइसक्यो भए त भन्न सकिएन अहिले पछि नागरिकता बनायो भए जन्मदर्तामा जुन छ त्यो नाम थर आउँछ त्यसपछि मात्रै प्लस भएर जोड्छ थर चेन्ज थर हराउँदैन हाम्रो तामाङको चाहिँ थर हराउँदैन किनकि अरू जातिमा चाहिँ बाहुनलाई गइसकेपछि घिने सर्को सर्कोले चाहिँ सोध्नु कता तपाईँ कता जानुभएको कुटुम्ब बस्ने हिँडेको मेरो छोराछोरीको उमेर पनि पुग्यो बिहे गर्नुपर्ने कुटुम्ब चाहियो कुटुम्ब बस्ने हिँडेको मेमदुम चेम्बो के हो कुटुम्ब हामी स्याङस्याङ भन्ने सर्पलाई स्याङस्याङ बेलको भन्छ सर्प बुझ्ने